आजदेखि फेरि अर्को एउटा नयाँ आइपिओ खुल्दैछ सर्वसाधारणको लागि। नयाँ आइपिओ खुलेको छ। त्यो आइपिओ कस्तो छ? कति किता आवेदन गर्ने, आवेदन दिने कि नदिने, भर्ने कि नभर्ने, कसरी भर्दा पर्न सक्छ त एउटा विशेष जानकारी रहेको छ। भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुहोला। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आइपिओमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारणलाई 14,27,600 किता सेयर निष्कासन गरेको छ। यसमा लगानीकर्ताले असार 8 गतेसम्म आवेदन दिन सक्नेछन् भने यस आइपिओमा 10 किता न्यूनतम र अधिकतम 10,000 किताका लागि आवेदन दिन सकिन्छ। तर लगानीकर्ताहरू अहिले धेरै भएको हुँदाखेरि 10 किता भन्दा धेरै आवेदन गर्न पर्ने छैन। कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख 2 गते कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले सोलुखुम्बुमा 12 मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी 2081 साउनदेखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनी राम्रै छ। यदि साथीहरू तपाईँहरूको खातामा पर्याप्त पैसा छैन भने तपाईँहरूको आइपिओ रिजेक्ट भएर नपर्न सक्छ। त्योलाई चेक गर्नुहोला र सकेसम्म तपाईँहरूले धेरै आइडीहरू छ भने एकैचोटि एप्लाई नगर्नुहोला, पालो एप्लाई गर्नुहोला। कुनै न कुनै आइडीमा चाहिँ आइपिओ पर्न सक्ने सम्भावना हुन्छ। सेयर मार्केट सम्बन्धित यस्तै नयाँ अपडेटहरू, जानकारीहरू जान्न चाहनुहुन्छ भने आइपिओ जक्सन नेपाललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसन अल प्रेस गरिदिनु होला र टिकटकबाट हेर्दै हुनुहुन्छ भने तपाईँहरूले फलो गर्नुहोला, फलो ब्याक पनि पाउनुहुनेछ। र कुनै जानकारी गुनासाहरू रहे भने तपाईँहरूले कमेन्ट मार्फत कमेन्ट गरिदिनु होला। म कमेन्ट बक्समा हेरेर तपाईँहरूलाई जस्ताको तस्तै रिप्लाई जतिसक्दो छिटो दिनेछु। जय शेयर बजार।